म मेरी छोरीलाई उनी आउने बाटो हेर्दै घडी हेरेर कुरेर बसिराखेका छु। प्रत्येक आमा बुबाले आफ्नो छोराछोरीलाई म जस्तै धेरै माया गर्नुहुन्छ होला। छोराछोरीले मिठो नमिठो जे छ आफ्नो अगाडि बसेर खाइदिँदाखेरि बाउ आमा मक्ख पर्छन् होला। त्यसैले त सँगै बसेर खान पाएको म चाहिँ बेग्लै नहुँदा दिक्क लाग्छ। सँगै खाउँ होइन 3 चोटि 4 चोटि बोलाउनु गइछ अब आएकै छैन। अब कतिखेर आउँछन् अहिले आउँछन् अब खान्छन् नि म त ऊ नआइकन खानु छोडेर राखेको छु नि अहिले खाएको पनि स्वाद पर्दैन कि ऊ आउँछ अनि मलाई खान्छु हेर्छु कति हेरिरहनु भएको अहिले आइहाल्छ नि 4 पटक 5 पटक बोलेको छु अहिले चाहिँ आउँछ उठै छैन होला नि अहिले आउँछ नि आउनु खानु ऊ आउँछ अनि खान्छु म अब खानु अब के गर्नु त छोरीले आउँछ नि अब यसरी बेलामा आयो भने पो अनि खानु मन लाग्छ ल यस्तो कुरा ल कस्तो आज छोरी छेउमा बसेर खाँदाखेरि होइन कहिलेकाहीँ यसरी छोरी छेउमा बसेर छ जसरी अफिस गइहाल्यो पूजा के गर्ने यस्तै खानु परिहाल्यो होला कहिले आउने कहिले आउने ठेगान छैन ल छोरीलाई कुर्दा कुर्दा भोक लाग्यो मैले त खाना खाएँ अब छोरीलाई पनि खाना खुवाएर छोरीसँगै घुम्न जान्छु आजको दिनै रमाइलो हुने भयो छोराछोरी आफूसँग हुँदाखेरि कति रमाइलो हुँदो रहेछ है भन्दै मलाई पनि बिदा दिनुहोस् हस् त नमस्ते